चेखवकी प्रेमिका डिडियाले लेखेको। तर त्यो प्रेम असफल प्रेम थियो। असफल प्रेम सामान्य किसिमले असफल भयो। उनको नाटक चायका मञ्चन हुने बेलामा मस्कोमा उनले आफ्नो प्रेमिका लिडियालाई पनि बोलाए निम्तो रेखाबाट सम्मानका साथ। उनी उत्साहित भएर उन्मुखित भएर आउने समय उनी आएनन् त्यो कार्यक्रममा, नाटक हेर्न। त्यसपछि ऊ निराश भएर मस्को नै छोडेर गए। सखालिन टाढा लामो साइबेरियाको पूर्व खेपमा टापु, साइबेरियाको पूर्वी परेको टापु सखालिन टापुमा गए। महिनौँ लगाएर 4 महिना बाटोमा 2 महिना त्यहाँ बसे र उनले के कामहरू गरे। पछि सखालिन टापुले किताब पनि लेख्यो र फर्केर आएर अहिलेको जस्तो रेल, पहिला त्यही रेल बनिसकेको थिएन, ट्रान्स साइबेरियन रेलवे थिएन। र उनले फर्किँदाखेरि हङकङ, सिङ्गापुर र श्रीलङ्का हुँदै उताको बाटोबाट टर्की हुँदै मस्को आउनु परेको थियो। लामो बाटो त्यो एउटा उनीमा भएको त्यो पहिलो असफल प्रेम र त्यसले दिएको पीडाबोधलाई बिर्सिनको निम्ति उनले मानिसहरूको सेवामा अर्कै प्रकारले समर्पित गर्ने हिसाबले भने गए। र त्यो बेला सखालिन पनि धेरै बिरामीहरूको औषध उपचार गरे, धेरै दुखीहरूको सहयोग गरे र किताबहरू, कृतिहरू पनि त्यसबाट फर्केर दिएका छन्। त्यसपछि उनले झन् उम्दा कृतिहरूको रचना गरे र उनका कृतिहरू नाटकले मूलतः नाटकहरूको मञ्चन गर्ने बेलामा मस्को नाट्यशालामा, मस्कोको जुन ड्रामेटिक नाट्यशाला थियो, त्यो नाट्यशालामा ओल्गा निपेर भन्ने एउटा त्यतिखेर चर्चित नाटक एउटा अभिनेत्री थिइन्। नाटक खेल्ने के होइन, नाटक खेल्ने थिइन् है, कलाकार थिइन्। र चेखवका सबै उत्कृष्ट नाटकहरू, त्यो थ्री सिस्टर्स होस्, अङ्कल भान्या होस् अथवा चाइका होस्, त्यसमा महत्त्वपूर्ण भूमिकामा उनले सफलताका साथ मञ्चन गरिन्। र त्यो कारणले गर्दाखेरि एउटा त्यतिखेर अत्यन्त चर्चित चेखव, अत्यन्त चर्चित थिएटर कलाकार भएका उनकै नाटकको पात्रमा खेल्ने उनीसँग उनको निकटता बढ्दै गयो र त्यो प्रेम सम्बन्धमा बाँधियो। र वैवाहिक जीवन धेरै पछि गरेको 3 वर्ष 1.5 महिना मात्रै उनीहरू वैवाहिक जीवन रह्यो। त्यसपछि त रहेन। किनकि जीवनको अन्तिम समयमा चेखवलाई त्यतिखेर रसियामा, युरोपतिर चाहिँ क्षयरोगले खुब आक्रमण हुन्थ्यो। त्यो क्षयरोगको औषधि बनिसकेको थिएन, अहिलेको क्यान्सर जस्तै। र क्षयरोगलाई पनि त्यसलाई व्यवस्थापन गर्ने मात्र हो र छिटै अल्पायुमै धेरै छन् लेखकहरू पनि संसार छोडेर गएका छन्, रुचि लेखकहरूले, धेरै रुचिहरूले। त्यसैमध्ये चेखव पनि 40 वर्षकै अल्पायुमा तपाईँले भनिहाल्नुभयो उनले गरे र उनको मृत्यु। त्यसकारण त्यस्तो परिस्थिति आएको हुनाले र अत्यन्त प्रतिभाशाली अभिनेत्री भएको हुनाले, नाट्य कलाकार भएको हुनाले चेखवले एउटा के गरेका थियो भनेदेखि ओल्गा निपेर उनको नाम, ओल्गालाई चाहिँ के भन्छ भने, हेर हामीसँगै बस्नु हुँदैन, म स्वास्थ्य लाभको लागि जाने क्रिमियामा बस्छु। याल्टा भन्ने सुन्दर सहर छ, त्यहाँको हावा पनि राम्रो छ, गरम ठाउँ छ, मेरो स्वास्थ्य लाभ पनि छ। म चाहिँ सेन कार्यमा पनि लाग्छु, अरू धेरै समाजसेवामा पनि लाग्छु। तिमी नाटककै क्षेत्रमा लाग्नुपर्छ र हामी बेला बेला म मस्को आउँछु, तिमी क्रिमिया आउनु, हामी भेटघाट भइरहन्छ। यदि त्यसो गरेनौँ भनेदेखि हामी दुईटाले अन्याय गरेको ठहरिनेछ। जबकि निपरले होइन, म तपाईँको यस्तो अवस्था आएपछि म नाटक गर्न सक्दिनँ, म यहीँ आएर बस्न चाहन्छु भन्दाखेरि चेखवले त्यसको इन्कार गरेका थिए। त्यसको स्वीकार दिएन। यस्तो किसिमको थियो। र चेखव र ओल्गा निपेरको बिचको सम्बन्ध पति पत्नीको बिचको मात्रै सम्बन्ध थिएन, त्योभन्दा धेरै माथि कलात्मक सम्बन्ध थियो भन्ने यस कारणले भन्ने गरिन्छ। र वास्तवमा त्यस्तो पनि थियो। चेखवको बिहेकै कुरा गर्नु पर्यो। जब ओल्गा निपेरसँग चेखवको बिहे गर्दा गोर्खीले ठुलो भूमिका छ। स्टानिस्लावस्की भन्ने नाट्य निर्देशक त्यतिखेर ठुलो नाट्य सिद्धान्तकार हुन्, उनको पनि ठुलो भूमिका छ। र अरू ठुल्ठुला नाम चलेका नाटककारहरूको पनि ठुलो भूमिका छ। सबैले पनि मध्यस्थता गरेर त्यो प्रेम र वैवाहिक जीवनमा परिणत गराएको हो। र विवाह हुँदाखेरि मस्कोको एउटा सानो गिर्जाघरमा 6 जना मात्रै मानिसहरूको उपस्थिति भएर गरे। एउटा गोप्य रूपले नै उनीहरूले विवाह गरे। र मस्कोमा राजदूतको रूपमा मस्कोमा रहँदाखेरि नेपाली दूतावासबाट वाकिङ डिस्टेन्समा नजिकै त्यो गिर्जाघर छ र म त्यहाँ गइरहन्थेँ। त्यहाँ गइसकेपछि चेखवको त्यो अतीत
तिर जाने गर्थेँ, सम्झिने गर्थेँ। एकजना चेखोभ भइहाले बेहुलो, ओल्गा निपेर बेहुली, अनि एउटा पुरोहित भइहाल्यो त्यहाँ पाद्री, अनि 3 जना साक्षीहरू 6जनाले चुपचापसँग गरियो। र त्यो विवाह उनीहरूको वैवाहिक जीवन, पति पत्नी बिचको सम्बन्ध, प्रेमी प्रेमिका बिचको सम्बन्ध संसारकै एउटा नमुनाको रूपमा लिन सकिन्छ। र एउटा बिना अन्तिम जीवनको अन्तिम समयमा साह्रै रोगले चापेपछि ओल्गाले केही समय छुट्टी लिएर मस्को आर्ट थिएटरबाट क्रिमिया आइन्। र क्रिमियाबाट 2 जना चेखोभ र ओल्गा निपेर जर्मनीको बादेन भन्ने ठाउँमा उपचारको लागि गए। र त्यो उपचारमा चेखोभ त आफै डक्टरहरूलाई थाहा थियो कि सायद मेरो अन्तिम दिनहरू होला, अन्तिम क्षणहरू होला जेरो जिन्दगीको। र अन्तिम क्षणमा पनि अस्पतालमा चेखोभ कथाहरू सुनाउने गर्थे निपेरलाई, अथवा कथा जस्तै रोचक प्रसङ्गहरू जीवनमा भएका भोगाइहरूलाई उनी कथात्मक शैलीमा बोल्ने गर्थे। छेउमा बसेर ओल्गा निपेरले कथाहरू, उनका कुराहरू सुनिरहन्छन्। सुन्दा सुन्दै उनले के भन्यो भनेदेखि डक्टरलाई बोलाइदेऊ भने। डक्टर आए, जर्मन डक्टर आएपछि उनले एक पेक स्याम्पेनमा स्याम्पेन पिउने ल्याए। र जर्मनीमा पनि त्यतिखेर एउटा डक्टरहरूको पनि एउटा के चाहिँ थियो भनेदेखि एउटा चलन, कुनै बिरामी अब रोगी चाहिँ त्यो अस्पतालमा बाँच्ने सम्भावना छैन, मर्छ भने तपाईँ अब मर्नुहुन्छ लिएर गए हुन्छ भन्दैन थियो। अन्तिममा उनीहरूले 1 बोतल स्याम्पेन दिइन्थ्यो। र स्याम्पेन दिइसकेपछि त्यो के भनेको भने अब सुखद अन्तिम क्षण पनि सुखद होस्, तपाईँले संसार छोडेर जाँदैनुहुन्छ भन्ने त्यो सिम्बोलिक चाहिँ एउटा डक्टरको भनाइ थियो। तर डक्टर चेखोभ आफै डक्टर भएको उनले आफै मगाए र 1 पेक स्याम्पेन लिएर चक्कसँग धेरै दिन भएछ मैले नपिएको, अलि बिदा भनेपछि खुत्रुकै सास गयो अन्तिम। यसरी उनको मरण भएको हो। र उनको सबलाई पछि मस्कोको चाहिँ नि डेभिची त्यो चिहान छ त्यहाँ है, गाड्ने ठाउँ, त्यहाँ अहिले पनि त्यहाँ चिहान छ। म त्यहाँ गइरहन्थेँ। मस्को युरोपकै चिहानहरूमा घुम्नको मजा आउँछ, किनभने चिहान घारी एकदम फोहोर होला भन्ने ठाउँ ठाने त्यस्तो हुँदैन। त्यो एउटा सुन्दर पार्क हुन्छ, सब सिमेन्टेड गरेर विभिन्न किसिमको कसैको साली, कसैको चाहिँ चिहान बनाएको हुन्छ, फुलहरू हुन्छ, एकदम रमणीय हुन्छ। दिनभरि तपाईँ मजाले सुन्नुहुन्छ। त्यस्तो ठाउँमा म जान्थेँ र त्यहाँ चेखोभ मात्रै होइन थुप्रै त्यस्तो व्यक्तित्वहरूको चिहानहरू हुन्छ, त्यहाँ जान्थेँ। अनि उनीहरूको जन्ममिति मृत्युमिति हेर्दै जाँदाखेरि कहिले काहीँ त कतै छोटो समयमा मानिसहरूको दुःख लाग्थ्यो। यसरी मैले मेरिकोभ अनि गएँ। म त्यो चेखोभको घर, चेखोभले जीवनको अन्तिम 5 वर्ष मात्रै बस्न पाए। उनले गएर याल्टा भन्ने सुन्दर सहर हो, त्यो पेनिन्सुला थियो अहिलेको क्रिमिया पेनिन्सुला, याल्टामा उनले चाहिँ नि त्यहाँ चाहिँ नि चेखोभको सेतो घर भनिन्छ, 3 तले घर छ, उनले आफै बनाएको। त्यसको कसरी बनाएको कहानी छ आफ्नै। उनले त्यतिखेर अब क्रिमियामा सुन्दर सहर याल्टामा समुद्रको छेउमा एउटा घर बनाउने जब योजना गरेपछि जग्गा क्रिमियाको मूल नगरभन्दा अलिक पर अलिक टाढै बाहिरतिर जग्गा किने, राम्रो ठाउँमा जग्गा किने जहाँबाट समुद्र देखिन सकिन्छ। त्यस ठाउँमा उनले राम्रो आर्किटेक्टको सहयोगले एउटा घर बनाए। त्यो घर बनाउन जग्गा किन्नको लागि उनले आफ्नो सम्पूर्ण उनका प्रकाशित र अप्रकाशित कृतिहरू सबै उनले बेचिदिए। कृतिस्व बिक्री गरेर उनले त्यतिखेरको समयमा 7,500 रुपियाँ प्राप्त भयो। त्यतिखेरको समयमा 7,500 रुपियाँ धेरै हो। र त्यो पैसाले उनले त्यो घर बनाएका थिए। र त्यो बारीमा उनले आफ्नै हातले रुसमा पाइने मात्रै होइन, दक्षिणी भेगमा पाइने मात्रै होइन, अफ्रिकादेखि एसियादेखि लगेर विभिन्न किसिमको जातका रुखहरू फलफुलहरू लगाए उनले। चेखोभ भनिन्छ चेखोभको कार्यकालमा ती रुखहरू चेखोभकै उचाइका थिए। तर अहिले त्यो उनले बनाएको घरभन्दा अग्ला छन्। म त्यहाँ गएको छु। म जाँदाखेरि एउटा कवि पत्रकार भिक्टर पाल्भिजुएभले लानुभएको थियो। तर म 2 हप्ता क्रिमियाको विभिन्न सहरहरूमा बसेँ, उत्तर दक्षिण मध्य। र त्यहाँ बस्दाखेरि म रुसी लेखकहरूको पाहुना भएर बस्ने गर्थेँ हामी। र त्यसरी म एकछिन है, मैले यो कुरा कसैले भन्नेवाला छैन है। अब म यो कुराहरू मैले भनिनँ है। त्यो चेखोभको
ठाउँहरूमा अरू थुप्रै पनि छ चेकअपसँग सम्बन्धित स्थलहरू, चेकअप बसेको भाडामा बसेको घरमा पनि त्यहाँदेखि के चलन छ भने यो घरमा यति सालदेखि यति सालसम्म फलानु लेखेकोहरू फलानु कलाकारहरू फलानु सङ्गीतकार बस्नुहुन्छ भनेर लेखेको हुन्छ कि स्मृति स्तम्भ पार्टी हुन्छ त्यहाँ त्यस्तो हुन्छ। अब यो चेकअपलाई को जिन्दगी र उनको कृतिहरूमा फरक छैन। जस्तो जिन्दगी बाँचे, जस्तो उनको मन थियो, उनका रचनाहरूमा त्यही पोखिएको हो। र आज यो कार्यक्रममा यो किताब यस विषयमा मैले किताबै लेख्दै छु। किताब आउँछ गएर म तपाईँहरूले आज यो अवसर दिनुभएकोमा आयोजक साथीहरूलाई म धेरै धन्यवाद दिन्छु, भक्तपुरका साथीहरूलाई धेरै धन्यवाद दिन्छु र विशेष गरिकन अनस्तासियाप्रति पनि धेरै ज्ञापन गर्छु। धन्यवाद। तोकिएको समयभन्दा हामीभन्दा समय 1 घन्टा अगाडि दौड्ने रहेछौँ। सबैलाई दृष्टिगत गरिकन समयलाई अलिकति अब हाम्रो विराट मानण्डर भाइले डेट अफ अ क्लब होइन एउटा कारिन्दाको मृत्यु, सरकारी कारिन्दाको मृत्युसँग हामीलाई छोटो कथा सुनाउनुहुन्छ। त्यसपछि उहाँको सुनेपछि सानो 2 वाक्यको मैले चाहिँ त्यसलाई एनालाइसिस गर्नेछु विराट मानण्डर। मैले आज एन्टोन चेखभको एउटा सानो भए तापनि गहिरो एउटा कथा लिइरहेको छु। कथा ढिला नगरी चाँडै सुरु गरौँ। कथा रहेको छ एक सरकारी कर्मचारीको मृत्यु। एन्टोन चेखभ। एक सरकारी कर्मचारी इभान चेभारकोभ मजाले दूरबीन लगाएर नाटक हेर्दै थिए। अचानक उसले चस्मा फुकाल्यो, निहुरियो र हाच्छ्यु गर्यो। हाच्छ्यु त सबैले गर्छन्, यसैले चेभारकोभलाई पनि असजिलो लागेन। उसले रुमालले मुख पुछेर एक भलाद्मी मान्छे जस्तै यताउता हेऱ्यो। कतै आफ्नो छिकाइले कसैलाई असुविधा त पुगेन। त्यसपछि उसले आफू बेकारमा डराएको रहेछु भन्ने महसुस गर्यो र ढुक्क भयो। अचानक उसले देख्यो अघिल्लो सिटमा बसेको बुढो मान्छे आफ्नो तालु पुस्दै थियो, केही बडबडाउँदै थियो। चेभारकोभले त्यो बुढोलाई निहालिहाल्यो। त्यो बुढो यातायात मन्त्रालयको सिभिल जर्नल ब्रिजल्भ थियो। चेभारकोभले बिस्तारै खोक्यो अनि जर्नलले झुकेर भन्यो, जर्नलले निरज झुकेर भन्यो, हजुर माफ गरी बक्सियोस्, मैले हाच्छ्यु गर्दा हजुरलाई चित्ता लाग्यो। मैले जानी गरेको होइन केही छैन, भइहाल्यो नि, जर्नलले भन्यो। माफी पाऊँ हजुर, नचाहँदै यस्तो हुन पुग्यो। चेभारकोभले झन् नम्र भएर भन्यो, हत्तेरी तपाईँ पनि कृपया चुप लाग्नुहोस् र नाटक हेर्न दिनुहोस्। चेभारकोभले जिल्ल परेर हेऱ्यो अनि आफूले पनि नाटकतिर मन लगाउने कोसिस गर्यो। तर अब नाटक हेर्न उसलाई मजा लागिरहेको थिएन। ऊ भित्रै छटपटाइरहेको थियो। नाटकको मध्यान्तरमा ऊ ब्रिजल भनेर आयो र फेरि साहस बदुलले भन्न थाल्यो, मैले हाच्छ्यु गरेर हजुरलाई माफ गरी बक्सियोस्, जानी गरेको होइन, हत्तेरी छोडिदिनुहोस्, कस्तो एगोहरू तपाईँ पनि, मैले त बिर्सी पनि सकेँ, तपाईँ फेरि त्यही दोहोऱ्याउँदै हुनुहुन्छ, जर्नलले रिसाउँदै भन्यो। बिर्से भन्छ तर आँखा चाहिँ रिसले रातो भइसक्यो। चेभारकोभले मनमनै सोच्यो, मैले उसलाई नै ताकेर हाच्छ्यु गरे भन्ने सोच्यो भने त बर्बादै भइन्छ। अहिले मनमा नलिए पनि पछि त सोच्न सक्छ। घर पुगेपछि चेभारकोभले आफ्नो अभद्र व्यवहार बारे स्वास्नीलाई बताए। तर जे भए पनि एकपल्ट गएर माफी चाहिँ मागिहाल्नु, स्वास्नीले पनि सुझाव दिए। म पनि त त्यही भन्दैछु, मैले त माफी माग्न खोजेको थिएँ, उसले राम्ररी कुरै सुन्न चाहेन, चेभारकोभले भन्यो। भोलिपल्ट चेभारकोभले नयाँ वर्दी लगायो र ब्रिजल्भसँग माफी माग्न हिँड्यो। हजुर यदि सम्झी बक्सेको छ भने हिजो कार्डिया थिएटरमा, क्यारिन्दाले भन्न थाल्यो, मैले हाच्छ्यु गरेको थिएँ र अकस्मात हजुरलाई छिटा लागेको थियो, माफ। धत्तेरी तपाईँ पनि कस्तो वाइरात कुरा गर्नुहुन्छ। तपाईँले के खोजेको भन्नुहोस् त, अर्को पाहुनातर्फ मुख फर्काउँदै जर्नलले सोध्यो। ओहो
कुरासम्म गर्न चाहँदैन। कालो निलो मुख लगाउँदै चेवारपोले सोच्यो, साँच्चीकै रिसाएछ। होइन, यो कुरा त्यसै छोड्नुहुन्न, म उसलाई राम्ररी बुझाउँछु। जर्नेलले आफ्नो भित्री कोठातर्फ पस्न लाग्दा चेवारको उसको पछि पछि लाग्दै बडबडाउन थाल्यो। ठुलो पश्चाताप लागेकोले मात्र हजुरलाई तकलिफ दिन हिम्मत गरेको हुँ, जानी जानी गरेको होइन। आफै सोची बक्सियोस् त। ए महाशय, के तपाईँ मेरो हँसी उडाउन चाहनुहुन्छ भन्दै जर्नेलले ढोकाभित्र घुस्यो। कहाँ हँसी उडाउनु र? चेवारकोवले सोच्यो। हँसी उडाउने कुरै के छ र? चेवारकोव जस्तो मान्छेले यति सानो कुरा पनि बुझिदिँदैन भने के लाग्छ? बरु एउटा चिठी चाहिँ लेख्नु पर्ला। तर अब यस कहाँ चाहिँ आउँदै आउँदिन। क्रिया खान्छु, अब आउन्न। त्यसैले भोलिपल्ट फेरि जर्नल कहाँ माफी माग्न गई उसको मनले सुखै पाए। हजुर, हिजो मैले हजुरलाई दुःख दिने साहस गरेको, चेवारकोवले बडबडाउँदै भन्यो। हजुरले मर्जी भए जस्तो हजुरको हँसी उडाउने होइन, म त माफी माग्न हाजिर भएको। मैले हाँछु गर्दा हजुरलाई छिटा लाग्यो। हजुरको हँसी उडाउने कुरा त मैले सपनामा पनि सोचेको थिएन। यदि हामी जस्तो मान्छेले हजुरको हँसी उडाउने कुरा सोच्न थाल्यौँ भने संसारमा आदर सत्कारको भावना नै कहाँ बाँकी रहन जान्छ? ठुलो बडाको इज्जत नै कसरी रहन्छ र? निस्किहाल यहाँबाट, रिसले मुरमुराउँदै जर्नल पढ्यो। के मर्जी भो? डरले थर काप्दै चेवारकोवले सानो स्वरले सोध्यो। तुरन्तै निस्किहाल, जर्नलले खुट्टा बजार्दै दोहोऱ्याए। चेवारकोवलाई आफ्नो पेटभित्र केही चुडिए जस्तो लाग्यो। ऊ अन्धो जस्तै लडखडाउँदै पछाडि हट्यो र ढोकासम्म पुग्यो र सडकतिर लाग्यो। उन त केही सुन्दै थियो न केही देख्दै थियो। यन्त्रवत सडकमा हिँड्दै थियो। घर पुगेपछि आफ्नो वर्दी नै नफुकाली ऊ सोफामा पल्ट्यो र मर्यो। धन्यवाद। यसलाई मैले विशेषण हुने ग्रहण गरेको। यो कथा ह्याच्छु भनौँ न, यो कथा चाहिँ नि हाम्रो रुसी भाषाको शिक्षिकाले हामीलाई भनेकोले ह्याच्छु शीर्षक भएको होला, मैले चाहिँ सम्झेँ के होइन, अरू शीर्षक भए सम्झिँदिन होला होइन। यो कथामा एउटा हाकिमको अगाडि ह्याच्छु गर्दा एउटा सरकारी कारिन्दा सामान्य कर्मचारीको चिन्ताले मृत्यु भएको कथा हो। चेरेबाकोभ भन्ने त्यो पात्र हाम्रो समाजको सानो मान्छे, साधारण मान्छेको एउटा प्रतिनिधि हो। त्यो प्रतिनिधि समाजको परित्यागक्रम, त्यो पद मर्यादाक्रमप्रति यति प्रतिबद्ध छ कि त्यो कर्तव्य पालना गर्दै त्यही मर्यादाक्रमले गर्दाखेरि उसलाई मृत्युतर्फ ढल्किन्छ। र सामान्य गल्तीको लागि उसले ठुलो अपराधबोध महसुस गर्छ। अन्ततः त्यसको मूल्य आफ्नो मृत्युले चुकाइदिन्छ। एउटा सामान्य घटना हो नि ह्याच्छु टाइगर। त्यो ठुलो बडाको लागि त मजाक पनि हुनसक्थ्यो, गर्व पो हुन्थ्यो कि आज मैले ह्याच्छु गरेँ नि फलाम अगाडि भनेर। कसैले अलक्षिण भन्छन् हामी किन। तर सामान्य मान्छेको लागि यहाँ भारी परेको छ। यहाँ हाम्रो नेपालमा चलन छ नि, उहाँ खानदानी मान्छे, उहाँ त एकदम घोरानिया घरको, उहाँ त हाकिम साहब पनि ठुलो, ओ मालिक हमिद मुसो ठुकसम्म अझ होइन। तिनीहरूको मान मर्यादा छोप्दा उहाँहरूको इज्जत छोप्दा मानव समाजको कैयौँ पुस्ताले आफ्नो स्वाभिमान पो फटालेको छ यहाँ। र आफ्नो जीवन चाहिँ बाध्य बिर्सिया छ है, मान राख्दा। चेखोभको यो कथाले समाजको मानिस बिचको आत्मसम्मानको त्यो खाडललाई, ज्ञापलाई राम्रो चित्रण गरेको छ। मात्र 2 पेजमा मात्र छ कथा। मात्र 2 पेजमा लेखकले त्यत्रो कुरा सर्लङ्ग्याएका छन्। त्यसैले त उनी
र उनको सिर्जना आजसम्म अजर अमर छ। चेखभले पाठकलाई कुनै ठाडै उपदेश दिँदैन कि यो गर अब यहाँ सङ्घर्षको यो मैदानमा उठ्ने भनेर उसले बरु तिनीहरूलाई घोट्लिन बाध्य पार्छन् उसको रचनाहरूले। तिमी किन मान्छे बन्न डराउँछौ हो उसले सोध्दा पार्छ। तिमी मान्छे बन्न किन डराएको मात्र तिमी आफूभन्दा ठुलाको चाहिँ कदर गर्छौ र सानोलाई पाकी हेर्छौ भन्ने प्रश्न खडा गर्छौ। के मान्छेको सुख भनेको त्यो मान पदवीले भरिएको त्यो थैली मात्र हो? के मान्छेले सकि नसकी हस्याङ फस्याङ गरेर मान सम्मानको सिँढीमा सधैँ यसरी चढ्ने मात्र हो त ज्यानै फालेर भन्ने कुरा यसमा छ। र मेरो सानो निष्कर्ष चाहिँ मानवताभन्दा हायरार्की पद ठुलो ठानेपछि मानवता र मानव चाहिँ तडपिएर मर्छ। मानव चाहिँ त्यो हायरार्की त्यो पद मर्यादा क्रम चाहिँ एकदम गौरवसाथ बाँच्छ कि यति हो छोटो मैले भने। अब हाम्रो सामुन्ने हाम्रो नेपाल रुस साहित्य समाजका सदस्य शकुन्तला जोशीज्यू कविता मै पनि बनाउन आउनुहुन्छ। प्लिज। नमस्ते यहाँ सबैमा। स्रष्टा सर्जक जो अत्यन्तै कलिलो छोटो उमेरमा बितेर जानुभयो, तर मान्छेहरूको समाज मानव समाज रहन्जेल सधैँ अजर अमर हुने सृजनाहरू हामीलाई दिएर जानुभएको छ। चेखभको बारेमा हामीले धेरै यहाँ सुनिसकेका छौँ। जे होस् नयाँ पुस्ताका भाइ बहिनीहरूले सुन्नु पर्थ्यो, उहाँहरूले त्यति कुराहरू चाहिँ सुनेर सायद घर जाने भाइ बहिनीहरूले पनि सुनिसकेको हुनुपर्छ। उहाँ चाहिँ खास गरी मानव मनोविज्ञानमाथि साइकोलोजीमाथि चाहिँ कसरी काम गर्नुहुन्थ्यो भन्ने चाहिँ यदि अहिले भर्खरै प्रस्तुत गरेको कथाबाट पनि हामीले थाहा पाइसक्यौँ। ती महान स्रष्टा चेखभप्रति हार्दिक श्रद्धा व्यक्त गर्छु म। मलाई यहाँ रामबिन्दु सरले फ्याट्ट बोलाउनु यो शब्दाङ्कुर भन्ने एउटा सानो साइजमा सानो तर राम्रो यो चाहिँ म्यागजिन प्रकाशित हुँदो रहेछ। यसमा चाहिँ एउटा कविता छ मेरो, यही म वाचन गर्न चाहन्छु। यही ल्याएँ, अलिकति लामो छ। यो भक्तपुरमा आएर मलाई सुनाउन मन लाग्यो। यो चाहिँ हाम्रो सम्पदा भूमिमा हाम्रा अरू प्राकृतिक सम्पदाहरू कसरी विनाश हुँदैछन् भनेर मैले सम्झेको छु। कविता थोरै लामो छ, धैर्य गरिदिनु होला। बरको बोट। उदै बगी जाने तमोरमा थकानको लामो सुस्केर छोडेर बोक्सेको उकालो उकालिएका एकुल भरियाहरू ढाकर बिसाउन त्यहीँ आइपुग्थे। पारी 24तिरबाट उँभौली मान्न माइती आएकी याकथुम्बेनी साइली कोसेलीको थुन्से बिसाउन त्यहीँ अडिन्थिन्। मुखिया भाजुलाई अस्पतालसम्म छोडेर फिरेको सेखाली जेठा रित्तो ढाकर त्यहीँ आएर बिसाउँथे। झिटी गुन्टा टिपेर मधेस बसाई झरेका छिमेकी खड्किनी बजैलाई सम्झना त्यहीँ आइपुग्थिन्। भुजेल्नी भाउजू स्कुल हिँडेका केटाकेटी उकालै उकालो त्यहीँ आइपुगेर सुस्ताउँथे। चढ्थे हाँगाभरि र तछाड मछाड सैसेला खेल्थे। हल्लाउँथे हाँगा, झार्थे भुइँभरि बर र भोकमा औधी मिठो हुने बरका कट्मेरा दानाहरू। फर्केला कि कहिले त सम्झेर घर, साउदीमा भेडीगोठमै हराएको छोरो तमोरको अनन्त लहरतिर निहाल्न यहीँ आइपुग्छिन्। राई देमा धेरै वर्ष पो भइसकेछ जनयुद्ध रोकिएको। धेरै वर्ष पो भइसकेछ जनयुद्ध रोकिएको। कहाँ बेपत्ता भइगए हुन् श्रीमान आजसम्म। हावामा हल्लिने रातो झन्डा जङ्गलै जङ्गलको बाटो निहाल्न घाम डुब्दै गर्दा यहीँ आइपुग्छिन् कमरेड आभा।
यसरी नित्य कोही न कोही बिसौनी लाउन आउने, कि त पसिना आँसु छोडी जाने, कि त खुसीले हाँगा हाँगा उफ्री जाने, कि त प्रेमको चिनो उन्यौँ ढुङ्गाले थिची जाने, त्यो घुमाउने चौतारो र ठुलो बर्को बोट कहाँ छ अहिले? त्यो मान्छेहरूको मात्रै बिसाउनी थिएन, बथानका बथान कागहरूको घर थियो, हुलका हुल लामखुच्रे र कोटेराहरूको बास थियो, ढुकुर र जुरेलीहरूको प्रेमालय थियो, बाँदर र लुखर्केहरूको नाचघर थियो, हुचिल र गिद्धहरूको कामासन थियो, मुनाल र सारसहरूको वासस्थान थियो। आज कहाँ छन् ती कङ्कली कागका बथान? कता गए हुन्? बर्खा लाग्यो तर किन बाँच्दैनन् ढुकुर र जुरेली? कहाँ गए गिद्धहरू? किन सुनिन्नन् हुचिलको सरसराहट रातमा? ती सबैको सातो अडिएको त्यो घुमाउने चौतारो र ठुलो बरको बोट कहाँ छ अहिले? बर मात्र बर थिएन, त्यसका जराहरू थिए र ढुङ्गा माटाहरू बलियो भई अडिएका थिए। माटो अडिएको थियो र मान्छे हिँड्ने बाटो अडिएको थियो, अजङ्गको फेरो थियो र वरिपरि अडेसिने आड थियो। पर परसम्म फिजारिएका हाँगाहरू थिए र ढुक्कले रात काट्ने बास थियो र मानिसहरूमा चराहरूमा भोलि हुने बिहानको आश थियो। यहीँ भेटिन्थे हुर्रा गाउँदै आउने धापा धामीहरू, यहीँ मिसिन्थे त्रिशाली मेला भर्न हिँडेका थाङदेन मेन्छ्याहरू, यहीँ भेटिन्थे सोरठी गाउने युवा युवतीहरू। त्यो बरको बोट मात्र एउटा रूप थिएन, त्यसको आयुसँग आस्थाको धागो बेरिएको थियो, आशाका सपनाहरू अडिएका थिए। यो गोलो पिण्डमा त्यो एउटा भूगोलको नाम थियो। बुढापाकाहरूको सुदूर सम्झना टाँगिएको एउटा नजिकको धाम थियो। लोग्ने पर्खी बसेका लाउरेनीहरूको मायाको नाम थियो। यसरी अनेक सपनाहरूको तान टाँगिने त्यो घुमाउरो चौतारो र बरको बोट कहाँ छ अहिले? म चिनाउन चाहन्थे मेरी छोरीलाई त्यो बरको बोट र सँगै उभिएको पिपल चौतारी। म सुनाउन चाहन्थे उनलाई त्यही उभिएर पुर्खाका कथाहरू। म बताउन चाहन्थे त्यसकै फेदमा अडिएर मानिस र रुखहरूको कथा। म देखाउन चाहन्थे उनलाई चराहरू र मानिसको प्रेम कथा। विडम्बना कसले ढाल्यो त्यो बरको बोट? कसले उखेल्यो त्यसका जराहरू? अचेल त गाउँको अनुहार फेरिएछ, रुखहरू ढालेर बत्तीका तामझामहरू भरिएछ। फेदैबाट गिडिएछ शताब्दी आयुको बरको बोट, सँगै ढालिएछ पिपल चौतारो र घुमाउने बरको बोट। बरको बोटै मुनिको रातो माटोको मड्केला पुरिएछ। बाजे बजैले हिँडेका पाइलाहरू मेटेर डोजर हिँडिसकेछ। फराकिला बाटाहरूमा अब कहिल्यै अडिने छैनन् मानिसका पाइतलाका डोबहरू। भर्खर चुनिएका गाउँका मुखियाहरू बासलात मिलाउँदै थिए। बरको हाँगा छाती र जराहरूको बर्खाको भेलले तीनपल्ट बगायो रे बाटोमा हालेको बजेट। यसो त बाटोलाई थाम्ने माटो मुनिका जराहरू पनि अब त सुकिगए हुन्। यसपल्ट गाउँ जाँदा सुनिएन चराहरूको गीत, देखिएन बरको बोट मुनि आएर बाटो हेरी बस्ने लाउरेनीहरू। भेटिएनन् बरको रूपको कथा हाल्ने बुढापाकाहरू। गाउँसँगै फेरिएछ पानीका धाराहरू। जब ढल्दै गए बर र पिपलहरू, जब फाँडिँदै गए रुखहरू, सुक्दै गएछन् पानीका मूलहरू, मर्दै गएछन् जङ्गली फुलहरू, मर्दै गएछन् हाम्रो आफ्नै हाँगा र जराहरू। यसरी अनेक सपनाहरूको तान टाँगिने त्यो घुमाउने चौतारो र बरको बोट कहाँ छ? अब हाम्रो कार्यक्रमको दोस्रो सेसनमा छौँ हामी। धन्यवादका वर्षाहरू भनिसक्नुभयो। अब हामी सबैलाई धन्यवाद ज्ञापन गर्नको लागि हाम्रो दाजु चन्द्रकान्त आचार्य जो उपाध्यक्ष हुनुहुन्छ,
वरिष्ठ साहित्यकार हुनुहुन्छ, उहाँलाई निम्ति प्लिज। कार्यक्रमका अध्यक्ष नेपाल रुस साहित्य समाजका अध्यक्ष विष्णुबहादुर सिंहज्यू, लामो समय यस संस्थालाई लिड गर्नुभएको पछि रुसमा नेपालको राजदूत भएर जानुभएको हाम्रा मित्र जङ्गम चौहानज्यू, रसियन भवन रुस्की डोमका डाइरेक्टर अनास्तासिया खोखलाबाज्यू, यस बुक क्लबका मित्रहरू अभय श्रेष्ठज्यू, अन्य सबै साथीहरूको नाम नल्याउँ, सबै यहाँको मित्रहरू, साहित्यकार मित्रहरू, साहित्य नगरी र यहाँ आज भेला हुनुभएका यङ भाइ बहिनीहरू, आज चेखव जयन्ती हामी धेरैजसो रुसी साहित्यकारहरू र नेपाली साहित्यकारहरूको जन्म जयन्तीहरू नेपाल रुस साहित्य समाजको तर्फबाट सधैँ मनाउँछौँ। जस्तै लेर्मन्तोभको जयन्ती हामी लक्ष्मीप्रसाद देवकोटाकोसँग सँगै गरेर मनाउँछौँ। त्यस्तै अरू पनि ठुला रुसी साहित्यकारहरूको नेपाली साहित्यकारहरूसँग मिलाएर पनि कहिले एक्लै हामी उसमा रसियन कल्चर सेन्टरमै गर्ने गर्थ्यौँ। यो पटक भक्तपुर, यो हाम्रो सुन्दर नगरी, हाम्रो ऐतिहासिक नगरी, यस्तो ठाउँमा हामीलाई ल्याउनुभयो मित्र अभय श्रेष्ठ, यहाँको चाहिँ अरू साथीभाइहरूलाई म विशेष धन्यवाद दिन्छु। मैले भन्दा दिनेश प्रधानजीले है, मेरो भन्दा उहाँलाई धन्यवाद दिनु होला। हजुर, मैले सबैलाई धन्यवाद दिन्छु र मैले वास्तवमा मैले दिने धन्यवाद हाम्रो रसियन हाउसको डाइरेक्टर अनास्तासिया खोखलाले राम्रोसँग दिनुभएको छ। यस अवसरमा सबभन्दा ठुलो यहाँका साथीभाइलाई म दिन्छु र मैले धन्यवादको साथै सानो आफ्नो एउटा उपहारको रूपमा मैले 2टा किताब लिएर आएको छु। मैले 25 वर्ष पहिले 2057 सालमा पहिलो उपन्यास लेखेको थिएँ। यो ज्वाला भन्ने उपन्यास लेखेँ। यो ज्वाला उपन्यासमा करिब आधा जसो भाग यसको चाहिँ रुसमा त्यति बेलाको विद्यार्थी जीवन कसरी बित्थ्यो भन्ने कुरा लेखिएको छ र त्यसको सानो एउटा चाहिँ अंश रेड डिप्लोमा भन्ने चाहिँ भाग रसियन मित्रहरूले रुसी भाषामा पनि अनुवाद गरिदिनु भएको छ र यो मास्कोमै छापिएको हो र मास्कोका साहित्यकारहरू त्यहाँ यो पढिसकेपछि यहाँ आएका मध्ये एकजना तमारा पच्यौम्बिना भन्नेलाई मैले पहिलोपटक भेटेर हात मिलाउँदाखेरि म चन्द्रकान्त आचार्य भनेर परिचय गर्दा ओ भनेर उहाँले के भन्नुभयो भने चिताली ससुली जाने भनेको सबैले तिम्रो किताब आँखाभरि आँसु गराएर पढे भन्दै चाहिँ यो किताबको बारेमा भन्नुभएको थियो। त्यसकारण यो केही अंश यसो भएको कुरालाई रसियनहरूले त्यति माया गरेर पढ्थे भने हाम्रो पनि भाइ बहिनीहरूलाई अब यो 25 वर्ष पहिले किताब छैन, एउटा त म यहाँ उपहार गर्न ल्याइदिएँ, तर मैले फेरि छाप्ने मैले विचार गरेको छु। त्यो छापेपछि यहाँहरूलाई पढ्न अरू पनि सजिलो हुनेछ। त्यसको साथै 25 वर्षपछि मैले लेखेको छु फेरि शान्ति र स्वतन्त्रता भन्ने किताब। यो 2टा किताब मैले यहाँ उपहारमा ल्याएको छु। यो शान्ति र स्वतन्त्रता भन्ने किताबमा ठुलो हिस्सा लेव टल्स्टोयको वार एन्ड पिस भन्ने किताबको बारेमा आधा जस्तो छ र त्यसले अरू 2टा छन्। यो 2टा उपहारको साथ म यस बुक क्लब भक्तपुरको लागि धन्यवाद दिन्छु। त्यसपछि आजको यो चाहिँ अर्गनाइज गर्नलाई हाम्रो सधैँ हामीलाई मद्दत गर्ने त रसियन हाउस नै हुन्छ। त्यसकारणले रसियन हाउसको डाइरेक्टर अनास्तासिया हामीसँग सँगै यहाँ आइपुग्नु भएको छ र यस अवसरमा उहाँलाई उपहार दिनु भनेर मलाई हाम्रा मित्र रामबिन्दु
श्रेष्ठले भन्नुभएको हुनाले मैले दुईवटा किताब लिएर आएको छु। एउटा त यहीँ सानो यो रसियनमा लेखेको भयो र एउटा यो नोभी भित्राजी भन्छ। यो के मैले रामगिन्नीजीलाई नै सोधेँ, यो रसियन म उहाँभन्दा धेरै मैले गएर पढेको भए पनि मैले यो शब्द नजानेर भित्राजी भनेको के हो भने नोभी भित्राजी भनेको न्यू, उहाँले भन्नुभयो एक किसिमको त्यो झ्यालमा चाहिँ उ गर्ने एउटा चाहिँ स्टिम ग्लास हो। यसमा मेरो उपन्यास मित्रता भन्ने उपन्यास छ। त्यसबाट चाहिँ रसियनमा अनुवाद गरेको भागहरू यसमा आइरहेको छन् र त्योमध्ये पहिलो भाग हाम्रो जङ्गमजी, मेरा मित्र जङ्गमजीले एउटा भूमिका लेखिदिनु भएको छ। त्यो भूमिकाको साथसाथै पहिलो भाग यसमा छ र यो दुईवटा म रसियन हाउसको डाइरेक्टरलाई उपहार दिनेछु र यो दुईवटा किताब हाम्रो बुक क्लब भक्तपुरलाई दिनेछु। धन्यवादका मेरा शब्दको साथमा मेरो सानो उपहार यो हुन्छ। सेठको बारेमा जति चाहिँ अभयजीले भनेर जानुभयो र त्यो सब कुरा हामी रुसमा पढेका 6 वर्ष पढेकाले पनि जानेका थिएनौँ र त्यो कुरा आज उहाँले भन्नुभएको हुनाले धेरै कुरा हामीलाई अवगत भयो र भाइहरूले जुन बोल्नुभयो, जुन कलात्मक तरिकाले रुसको रसियन कथालाई वाचन गर्नुभयो, उहाँको लागि धन्यवाद दिन्छु। सबै मित्रलाई धन्यवाद दिँदै बिदा हुन्छु। धन्यवाद दाइको किताब पढेपछि त पहिला हामी उपन्यास पढेर कहिले काहीँ रुने पनि गर्थ्यौँ, कहिले चाहिँ एकदमै रुने आउँथ्यो। यस्तो राम्रो भावुक किताब छ, मैले रोसिन पढेँ हाम्रो किताब। अब हाम्रो यो कार्यक्रममा आदान प्रदान छ कि मायाको चिनो आदान प्रदान, उपहार आदान प्रदान, पडारिङ दारिङ पडारिङ। अब चाहिँ नि म सर्वप्रथम हाम्रो बुक क्लब भक्तपुरलाई, आजको हाम्रो पाहुना रुसी भवनका निर्देशकलाई भक्तपुरको मायाको चिनो टोकन अफ लभ स्नातक लुट्टी दिनुहुन हार्दिक अनुरोध गर्दछु। Также прошу. Also present this. And the other is translation of his works into Nepali. Exchange of gifts. Published in the International Journal of Russia. His series of article is coming. अत्यन्त राम्रोसँग कार्यक्रम सञ्चालन गरिदिनुहुन्छ। हाम्रो महासचिव हुनुहुन्छ नेपाल साहित्य समाजको। आजका कार्यक्रमका आयोजक जसले आजको कार्यक्रमलाई यता अगाडि बढाउनु भएको छ, हामीलाई बोलाउनु भएको छ, यस्तै अन्तर्राष्ट्रिय टोक्नुका रुसी भवनका डाइरेक्टर हुनुहुन्छ। यहाँ उपस्थित हाम्रा सबभन्दा चाहिँ पूर्व अध्यक्ष हुनुहुन्छ हाम्रो जङ्गल चौहानजी, प्राध्यापक डाक्टर जङ्गल चौहान, र यही भक्तपुर हो जसले नेपाल साहित्य समाजको पहिलो हाम्रो चाहिँ अध्यक्ष पनि नेपाल साहित्य समाजको हुनुहुन्थ्यो तेजेश्वर बाबु गौजी। उहाँको घरमा हामी बेला बेलामा जाने पनि गर्छौँ। उहाँले भक्तपुरको कला साहित्यको बारेमा धेरै नै चिन्तित हुनुहुन्छ। हामीले बिगार्नुहुन्न भक्तपुरलाई, भक्तपुरलाई कसरी चाहिँ संरक्षण गर्नुपर्छ भन्ने कुरा उहाँबाट हामीले धेरै कुराहरू दिन अरू पनि हामीले भक्तपुर हेर्छौँ। भक्तपुरमा जतिको संरक्षण चाहिँ अब त्यही ललितपुर अथवा काठमाडौँमा पनि धेरै कम छ जस्तो मलाई लाग्छ मेरो आफ्नो फिलिङमा। आजको कार्यक्रममा धेरै साथीहरू चाहिँ नि भाइ बहिनीहरू चाहिँ जम्मा हुनुभएको छ। आज रुसी सदन रुसीले पनि भवनले पनि हाम्रो धेरै
सहयोग गरेको छ। आज जति पनि उपस्थित हुनुभएको छ उहाँहरूलाई धन्यवाद त हाम्रो चन्द्रकान्तजी उपाध्यक्षजीले दिएर गइसक्नु भएको छ। त्यस्तै अभय श्रेष्ठजीले कथाहरूको बारेमा नाटकहरूको बारेमा यति धेरै विस्तृत रूपमा भन्नुभयो कि अब हामीले यसमा धेरै कुराहरू भन्नुपर्ने जरुरत पनि छैन। र उहाँले हामीलाई एउटा के सिकाएर जानुभयो भने केही न केही पढ्नुपर्छ र पढेपछि मात्र थाहा पाइन्छ त्यहाँको वास्तविकता। त्यो बेलाको 166 वर्ष अगाडि चेखव जन्मिएका थिए। अब त्यसपछि 44 वर्ष 5 वर्ष बाँच्दाखेरि किन उहाँले यसका 164देखि भनौँ न 200 करिब चाहिँ 120 वर्ष अगाडिका कुराहरू त हामीले अहिले उहाँका लेखक उहाँको कोरबाट लेख रचनाहरूबाट थाहा पाउन सक्छौँ। त्यसैले चाहिँ नि मलाई लाग्छ कि उहाँको अल्प जीवन भयो। हुन त डाक्टर हो, डाक्टर भएपछि यो अल्प जीवन अब उहाँले त्यो बेलामा सायद के भयो तर त्यो एउटा रोगबाट उहाँ ग्रसित हुनुभयो र उहाँ बित्नुभयो। र रुसी लेखकहरूको अब धेरैहरूको यस्तै जिनिस अल्प आयुमै धेरै जसो चाहिँ प्रसिद्धहरूको बितेको हामीले सुन्छौँ। र त्यसबाट पनि हामीलाई अलिकति चाहिँ के हुन्छ भने यदि उहाँहरू नबित्नु भएको भएदेखि अरू कति चाहिँ उर्वर चाहिँ साहित्य आउँथ्यो होला, मलाई त्यस्तो लाग्छ। र एउटा अध्यक्षको नाताले तपाईँहरू चाहिँ आइदिनुभयो। नेपालको साहित्य समाजको तर्फबाट फेरि पनि हजुरहरूलाई बाबु बहिनीहरूलाई सबैलाई मुरी धन्यवाद दिन चाहन्छु। र मैले सानो एउटा लेखेर ल्याएको छु, थोरै 2 मिनट पनि लाग्दैन। नेपाल रुस साहित्य समाजको तर्फबाट आज यहाँ उपस्थित हुनुभएकोमा हार्दिक स्वागत र धन्यवाद व्यक्त गर्न चाहन्छु। आज हामी विश्व साहित्यका महान रुसी स्रष्टा अन्तोन पाभलोभिच चेखोभलाई स्मरण र सम्मान गर्न एकत्रित भएका छौँ। चेखोभ 1860-1904 रुसी साहित्यका अमर नाम हुन्। यद्यपि उहाँ मुख्यतः कवि होइनन् तर कथाकार र नाटककारका रूपमा विश्वभर परिचित हुनुहुन्छ। उहाँका कथा र नाटकहरू जस्तै द चेरी अन चर्च, अङ्कल भान्या, द सेकुलर, 3 सिस्टर्स मानव जीवनका सूक्ष्म भावना, मौन पीडा, करुणा र यथार्थलाई अत्यन्त सरल तर गहिरो शैलीमा प्रस्तुत गरेका छन्। यही सरलता र गहिराई नै चेखोभको महानता हो। चेखोभका रचनामा कविता जस्तै कवितात्मक संवेदना पाइन्छ। उहाँका ठुला उपदेश हुन्नन्, उहाँका साना घटना मार्फत मानवीय सत्य उजागर गर्नुहुन्छ। साहित्यले मानिसलाई अझ मानवीय बनाउनुपर्छ भन्ने विश्वास उहाँको लेखनको मूल अभिव्यक्ति हो। चेखोभको अत्यन्त चर्चित कवितात्मक विचार उदाहरण एउटा मैले यहाँ उदाहरण गरेको छु। मानिसमा सबै कुरा सुन्दर हुनुपर्छ, मानिसमा सबै कुरा सुन्दर हुनुपर्छ, उसको अनुहार, उसको पहिरन, उसको आत्मा र उसको विचार। फेरि एकचोटि भन्न चाहन्छु, यो मलाई एकदमै मन परेको। मानिसमा सबै कुरा सुन्दर हुनुपर्छ, उसको अनुहार, उसको पहिरन, उसको आत्मा र उसको विचार। यस एक पंक्तिले नै चेखोभको सम्पूर्ण साहित्य दर्शन समेटिएको छ। बाह्य सौन्दर्य मात्र होइन, आन्तरिक नैतिकता र मानवता नै साँचो सौन्दर्य हो। आजको यस कार्यक्रममा रुसी र नेपाली साहित्यकारहरू बिच अझ बढी गाढा भएकोमा मलाई अत्यन्त खुसी लागेको छ। नेपाल रुस साहित्य समाज सधैँ आज पनि रुसी नेपाली साहित्यको बिचको मैत्री संवाद र आपसी समझदारीलाई सुदृढ बनाउने उद्देश्यका साथ अगाडि बढिरहेको छ। र तपाईँहरूलाई पनि रुसी भवनमा तपाईँहरू पनि विभिन्न कार्यक्रमहरू हामीले करिब नेपाल रुस साहित्य समाजले वर्षभरिमा 7-8वटा कार्यक्रमहरू गर्छ। हामीले अब खबर पनि गर्नेछौँ यो क्लबलाई। अन्तमा यस कार्यक्रममा सहयोग पुर्याउनुहुने सबैलाई हार्दिक मुरी धन्यवाद दिँदै यो कार्यक्रमलाई यहीँ समाप्त भएको घोषणा गर्दै यहाँबाट बिदा हुन्छु। हाम्रो सचिवजीले भने जस्तै अब मेमोरी केहरू छ त्यो दिएर मात्रै गइदिनु होला। धन्यवाद सबैलाई। एउटा फोटो लिउँ त है सर? हस् फोटो लिउँ। तर यो आउनु पर्यो नि, यो त आउनु पर्यो नि। यो आउँछ नि बाहिर पनि लिउँ।